कसरी आफ्नो डाटालाई एउटा ड्राइभबाट अर्को ड्राइभमा अथवा कम्प्युटरबाट पेन ड्राइभमा मेमोरी कार्डमा डाटालाई ट्रान्सफर गर्न सक्नुहुन्छ भने म हजुरलाई आज देखाउने गइरहेको छु। त्यसको लागि हामीले सबभन्दा पहिला के ओपन गर्नु पर्यो भने दिस पिसी ओपन गर्नु होला। दिस पिसी ओपन गरिसकेपछि हामी आफ्नो पेन ड्राइभ या त मेमोरी कार्ड या त ड्राइभ कनेक्सन गर्नु होला युएसबी पोर्टमा। कनेक्ट भएपछि हामीलाई सो अफ गरिदिन्छन्, यहाँ ड्राइभ स्क्यान फिक्स भनेर आउँछन्। यसलाई कन्टिन्यू विथआउट स्क्यानिङ गरिदिनु होला। स्क्यान गर्नु चाहिँ टाइम धेरै लाग्छ, त्यही भएर ड्राइभ डी भनेको मेरो पेन ड्राइभ हो, मैले कनेक्सन गरिसकेको छु। अब मैले पेन ड्राइभबाट या त मैले कम्प्युटरबाट कसरी आफ्नो फाइलहरू ट्रान्सफर गर्न सक्नुहुन्छ ड्राइभमा। अब सपोज मलाई कम्प्युटरबाट आफ्नो पेन ड्राइभमा फाइल हाल्नुपर्ने छ भने कम्प्युटरबाट हाल्नुपर्ने हो भने जस्तै भने पासवर्ड आर्ट्स हुन्छ, हामी कनेक्ट गर्यो। कनेक्ट गरेपछि यसलाई राइट क्लिक गर्ने, यो फाइलमा क्लिक गरेपछि राइट क्लिक गर्नु होला। राइट क्लिक गरेपछि कपी आउँछन्, कपी गर्नु होला। कपी गरिसकेपछि अब हामी अर्को ड्राइभ यहाँनिबाट हेर्न मिल्छ या त हामीले यहीँबाट ड्राइभ डीमा, हाम्रो ड्राइभ डी भनेको के हो भनेको पेन ड्राइभ हो। यहाँ कन्ट्रोल भी गरिदिनुहोस् या त राइट क्लिक गर्नु अनि पेस्टको अप्सन आउँछ भने पेस्ट गरिदिनु। यहाँ पेस्ट गरेपछि अटोमेटिक पेस्ट भएको रिड भएको अनि राइट क्लिक। अब हामीले पेन ड्राइभबाट त्यसमा कसरी पठाउने भने अब पेन ड्राइभमा यो आइपुगेका छन्। अब पेन ड्राइभबाट त्यसमा कसरी पठाउने भनेको पेन ड्राइभबाट पठाउनु पर्ने भने भाषेको हो कन्ट्रोल सी गर्दा नि कपी हुन्छ, कन्ट्रोल सी कपी भयो। कपी भएपछि हुन्छ या त राइट क्लिक गरिराख्ने त्यसमा अनि माउसलाई सारिराख्ने। सारेपछि कुन ड्राइभमा हाल्नुपर्ने हो त्यो ड्राइभलाई ओपन गर्ने अनि हाल्ने। ओके, या त यसलाई डाइरेक्ट कन्ट्रोल सी गर्ने, क्लिक गरेपछि कन्ट्रोल सी गर्ने अनि ब्याक गर्ने। ब्याक गरेपछि ड्राइभ सीमा हाल्नुपर्ने, ड्राइभ सी ओपन गर्ने अनि यहाँ कन्ट्रोल भी नट बी भी यु पछि भी आउने, भी गरेपछि यहाँ पेस्ट हुन जान्छ। अब 3.51 GB को चाहिँ पेस्ट हुन टाइम लाग्छ। हस्, धन्यवाद। यसरी हामी कपी गर्न सकिन्छ।